झट्ट हेर्दाखेरि सदा चाहिँ डिजाइनमा देखिए पनि केही फरक छ डिटेलमा हेर्दाखेरि यो पट्लीको तपाईँको यो पट्लीको बेसमा चाहिँ तपाईँको ग्रीन कलर रहेको छ यो अनि तपाईँको ढाका प्रिन्टमा व्हाइट प्याटर्न रहेको छ फ्लावर प्याटर्न रहेको छ अनि ब्ल्याक ब्याकग्राउन्डमा तपाईँको मरुन कलरको फ्लावर प्याटर्न रहेको छ अनि यसको टपमा चाहिँ यस्तो गुजुमुजी फ्लावर टाइपको प्याटर्न रहेको छ है अनि यस्तो बनेको छ यो चाहिँ एकजना सिस्टरको कलर चोइस र अर्डरमा मैले तयार गरेको थिएँ एकदमै राम्रो बनेको छ अनि अर्को चाहिँ तपाईँको यो भयो यो त एज युजुअल भइहाल्यो मैले यसको धेरै भिडियोहरू बनाइसकेको छु अनि अलिकति डिफ्रेन्टमा चाहिँ आज चाहिँ यो छ मेरो प्रडक्ट चाहिँ तपाईँको यो चाहिँ साइड क्यारी गर्नेवाला हो कस्तो राम्रो छ तपाईँको यो दुई तरिकाले क्यारी गर्न सकिन्छ यो चाहिँ यसरी यतामाथि टपमा गुजुमुज पारेर यसरी लेस टाई गरेर यसरी बोक्न सकिन्छ भने तपाईँले यसरी गुजुमुज पारेर बोक्न मन लाग्दैन भने यसको लेस चाहिँ यसरी खोलेर तपाईँले हल्का यसरी गरेर यसरी पनि बोक्न मिल्छ यो चाहिँ है अनि तपाईँको यो खोल्न बन्द गर्न सजिलोको लागि म्याग्नेट बटन राखिएको छ यस्तो छ अनि यसको टपमा हेर्नुहोस् त डिटेलमा कस्तो राम्रो स्टिच प्याटर्न रहेको छ देख्नुभयो यस्तो छ अनि तपाईँको यो झुम्कामा पनि तपाईँको कस्तो मजाको तपाईँको के भन्छ यसलाई हार्ट सेप रहेको छ यसरी हार्ट सेप मैले कस्तो यस्तो छ है यो चाहिँ कस्तो मजाको छ यो चाहिँ दुई तरिकाले क्यारी गर्नु सक्यो है यो चाहिँ आजको नयाँ प्रडक्ट भयो यो चाहिँ अनि अर्को यो चाहिँ हेयर ब्यान्ड है तपाईँको यस्तो रोजवाला ठ्याक्कै रोजवाला यो चाहिँ अनि यस्तो छ तपाईँको यो तल चाहिँ झुम्का चाहिँ यसरी यस्तो छ अनि यसलाई चाहिँ म लगाएर बाँधेर पनि देखाइदिइहाल्छु यसरी तपाईँले यसरी कपाल बाटेर यसरी बाँधेर लगाउँदा नि हुन्छ तपाईँलाई यसरी मन पर्दैन भने तपाईँले कपाललाई चाहिँ चुल्ठो पारेर यसरी टाई गरेर पनि लगाउन सक्नुहुन्छ कस्तो राम्रो देखिन्छ हेर्नुहोस् त यसरी देखिन्छ अनि आज हजुरहरूलाई आजको मेरो प्रडक्ट चाहिँ मन पर्यो भने वाट्सएप भाइबर गर्न सक्नुहुनेछ थ्याङ्क यू सबैजनालाई